हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग, न्यू ब्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आज चाहिँ मैले रुमबाट नै ब्लग स्टार्ट गरेको छु। आजको हाम्रो प्लानिङ चाहिँ सोलिनको रिभर साइडमा एउटा पार्क छ, त्यहाँनिर जाने हो। त्यहाँनिरको दृश्यहरू म एक्सप्लोर गर्ने नै छु। लेट्स गो गाइज। फाइनली अहिले चाहिँ म सोलिनको पार्कतिर आइपुगेको छु गाइज। अनि त्यहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो साइडमा चाहिँ यो साइडबाट पनि त्यही खोला नै आएको छ। यहाँनिर चाहिँ ठ्याक्कै आएर मिसिएको छ। यहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ पार्कको बिचबाट पानी बगेको। मलाई चाहिँ दामी लाग्यो किनभने हरियाली ग्रिन छ होइन, अनि बिचमा चाहिँ यस्तो क्लिन पानी बगिरहेको छ। अनि अलि अगाडि गएको पानीको मुहान रहेछ। जस्तै हाम्रो मुहानतिर पनि मन्दिरहरू बनाएको हुन्छ नि, त्यस्तै यहाँनिर चाहिँ क्रिस्चियनहरूले चाहिँ यस्तो बनाएर राखेको रहेछ। अनि त्यसपछि अनि अलि अगाडि गएर यसो हेरेको त यिनी हाम्रो मन्दिरमा जस्तै पैसाहरू सिक्का फाल्छ नि, त्यस्तरी नै यहाँनिर पनि सिक्का फाल्दो रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर सिक्का तल्केको होइन, पानीको त्यो सानो कुवा बनाएको रहेछ, त्यहाँनिर चाहिँ पैसा फाले रहेछ। अनि मलाई अचम्म लाग्यो कि